टाइप्स अफ जेनेरेसन अर्थात् पुस्ताका प्रकारहरू। ग्रेटेस्ट जेनेरेसन सन् 1901 देखि सन् 1927 सम्ममा जन्मिएका व्यक्तिहरूलाई ग्रेटेस्ट जेनेरेसनको नाम दिइएको छ। यो पुस्ताका व्यक्तिहरूले विश्वयुद्ध लडेका थिए र धेरै कठिन समय भोगेका थिए, त्यसैले यो पुस्तालाई महान पुस्ता भनेर चिनिन्छ। साइलेन्ट जेनेरेसन सन् 1928 देखि सन् 1945 सम्ममा जन्मिएका व्यक्तिहरूलाई साइलेन्ट जेनेरेसनको नाम दिइएको छ। यो समयमा व्यक्तिहरू शान्त थिए, अनुशासित थिए र परम्परागत सोच भएका थिए। बेबी बुमर्स सन् 1946 देखि सन् 1964 सम्ममा जन्मिएका व्यक्तिहरूलाई बेबी बुमर्स जेनेरेसनको नाम दिइएको छ। यो समयमा जनसङ्ख्या तीव्र गतिमा बढेको थियो। यो समयमा व्यक्तिहरू मेहनती र परम्परामा ध्यान दिन्थे। जेनेरेसन एक्स सन् 1965 देखि सन् 1980 सम्ममा जन्मिएका व्यक्तिहरूलाई जेनेरेसन एक्सको नाम दिइएको छ। यो समयका मानिसहरू स्वतन्त्र थिए र व्यावसायिक सोच थियो यो समयका मानिसहरूमा। यो समयमा इन्टरनेट उदाएको थियो र टेक्नोलोजीको सुरुवात भएको थियो। मिलेनियल्स अर्थात् जेनेरेसन वाई सन् 1981 देखि सन् 1996 सम्ममा जन्मिएका व्यक्तिहरूलाई मिलेनियल्स जेनेरेसनको नाम दिइएको छ। मिलेनियल्स अथवा वाई पिढी भनिने यो पुस्ता इन्टरनेट र मोबाइल प्रविधिसँग हुर्किएको पुस्ता हो। यो समयका व्यक्तिहरू रेडियो पोडकास्टिङ बढी रुचाउँथे। जेनेरेसन जेड अर्थात् जेनजी सन् 1997 देखि सन् 2012 सम्ममा जन्मिएका व्यक्तिहरूलाई जेड जेनेरेसनको नाम दिइएको छ। जेनजी नामले चिनिने यो पुस्ता स्मार्टफोन, सोसियल मिडिया र डिजिटल संसारसँगै हुर्किएको हो। यो जेनेरेसनका व्यक्तिहरूको खानपिन, पहिरन पहिलेको जेनेरेसनहरूको भन्दा धेरै फरक छ। जेनेरेसन अल्फा सन् 2013 देखि हाल सन् 2025 सम्ममा जन्मिएका व्यक्तिहरूलाई जेनेरेसन अल्फा नाम दिइएको छ। अल्फा पिढी अहिलेका साना बच्चाहरू हुन् जो पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित छन्। यही समयमा एआईको प्रयोग गर्न थालिएको हो। टाइप्स अफ जेनेरेसन अर्थात् पुस्ताका प्रकारहरू। ग्रेटेस्ट जेनेरेसन सन् 1901 देखि सन् 1927 सम्ममा जन्मिएका व्यक्तिहरूलाई ग्रेटेस्ट जेनेरेसनको नाम दिइएको छ। यो पुस्ताका व्यक्तिहरूले विश्वयुद्ध लडेका थिए र धेरै कठिन समय भोगेका थिए, त्यसैले यो पुस्तालाई महान पुस्ता भनेर चिनिन्छ। साइलेन्ट जेनेरेसन सन् 1928 देखि सन् 1945 सम्ममा जन्मिएका व्यक्तिहरूलाई साइलेन्ट जेनेरेसनको नाम दिइएको छ। यो समयमा व्यक्तिहरू शान्त थिए, अनुशासित थिए र परम्परागत सोच भएका थिए। बेबी बुमर्स सन् 1946 देखि सन् 1964 सम्ममा जन्मिएका व्यक्तिहरूलाई बेबी बुमर्स जेनेरेसनको नाम दिइएको छ। यो समयमा जनसङ्ख्या तीव्र गतिमा बढेको थियो। यो समयमा व्यक्तिहरू मेहनती र परम्परामा ध्यान दिन्थे। जेनेरेसन एक्स सन् 1965 देखि सन् 1980 सम्ममा जन्मिएका व्यक्तिहरूलाई जेनेरेसन एक्सको नाम दिइएको छ। यो समयका मानिसहरू स्वतन्त्र थिए र व्यावसायिक सोच थियो यो समयका मानिसहरूमा। यो समयमा इन्टरनेट उदाएको थियो र टेक्नोलोजीको सुरुवात भएको थियो। मिलेनियल्स अर्थात् जेनेरेसन वाई सन् 1981 देखि